हेलो नमस्ते, तपाईहरुलाई मेरो अर्को भिडियोमा स्वागत छ। आज हामी पश्चिम नेपालको यात्रा तय गर्दैछौँ। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरेर सहयोग गरिदिनुहोला। बुटोलबाट करिब 5 घण्टाको यात्रापछि हामी पुग्यौं नेपालगञ्ज। केही समय फ्रेश भएर हामी लाग्यौं नेपालगञ्जको लोकप्रिय भागेश्वरी मन्दिरतर्फ। मन्दिरको बाहिर फूल, टीका, प्रसाद, माला लगायतका सामान राखेका पसलहरू देखिन्थे। हामी मन्दिर बाहिरको रमणीय वातावरण हेर्दै मन्दिर गेट प्रवेश गर्यौं। प्रवेशपछि जुत्ता चप्पल खोलेर हात खुट्टा धोई पूजा गर्न मन्दिरतर्फ लाग्यौं। समय बागेश्वरी मन्दिरको पूजा आजा गरी हामी यही फोटो भिडियो लिने गर्दै बस्यौं। केही बेरको मन्दिरभित्रको बसाइपछि हामी लाग्यौं बाहिर हलुवा पुरी खाने ठाउँतिर। नेपालमा जानु भएको छ र बागेश्वरी मन्दिर दर्शन गर्नुभयो भने हलुवा पुरी खान। त्यसरी हलुवा अनि पुरी खाएको मैले नेपालगञ्ज आउँदा मात्र थियो। बिहान बिहान चिल्लो रोटी अनि गुलियो हलुवा। त्यसपछि हामी लाग्यौं न्यू रोडतर्फ। दिस इज नेपालगञ्ज हैन। अनि कस्तो मजाले टक्क बिचमा पार्किङ गरेको हैन। नानी यताबाट जाऊ काम छ बिचमा रोक। लेन पनि छुट्यो हैन। त्यहाँ गरिएको पार्किङ अन्य ठाउँभन्दा अलि बेग्लै देखिन्थ्यो। पसललाई डिस्टर्ब पनि नहुने अनि बाटो बिचमा पर्ने, मन्दिर पनि भत्काउन नपर्ने गरी बाटो र पार्किङको व्यवस्था मिलाइएको थियो। हिँड्दा हामी पुग्यौं तिरुवन चोकसम्म। त्यो तिरुवन चोक भनेको यो एरिया चाहिँ स्ट्रिट फुडको जक्सनै भने हुँदो रहेछ क्या। बिना खानेको यहाँ चाहिँ साँझमा झन् रमाइलो हुँदो रहेछ होइन। दिउँसो बिहान भन्दा पनि साँझ आउनु होला यहाँ चाहिँ। दामी छ साथीहरु। राउडी खान चाहिँ नबिर्सनु होला। राउडी रातड हो कि के राउडी हो यो? रावडी हो कि के हो? रेवडी हो। नाम जे भयो भने अप्पा स्वास्थ्य मिठो छ यो। दिउँसो धेरै गर्मी भएकोले हामी साँझमा फेरि बजार घुम्न निस्कियौं। हामी चाहिँ नेपालगञ्जको स्ट्रिट फुडहरू अनि डिफ्रेन्ट स्ट्रिट फुडहरू चाहिँ हेर्नलाई ठ्याक्क नाइटमा निस्केको छ। हेरौँ म 2 बजी देख्नु पाइन्छ भने ढिलो निस्कियो।
गइहाल्यो फेरि के भयो त्यसको 12 बजेका गाडीको हाम्रो नेपाली बाटोमा झलमल्ल बत्तीहरू बलेको देखिन्थ्यो। रुकना नहीं है, हमको जाना है, बस देखना है क्या है। बापरे रातिमा पनि है यो फोटो भिडियोको चर्चा चाहिँ चर्की बवाल छ। अगाडि जाँदा बाटोमा गाडीहरूभन्दा मानिसहरूको धेरै भिडभाड देखिन्थ्यो। कति धेरै मान्छे हो यार। बाटोमा फुलेका फुल अनि बत्तीमा रमाउँदै फोटो भिडियो खिच्ने, टिकटक बनाउने, रमाइलो गर्नेहरूको भिड रहेछ। कता हिँडेको बिजुली बनेर भगवान अल्छी हिँड्न यार, मलाई त वाक्क लागिसक्यो। यहाँबाट हामी लाग्यौँ त्रिभुवन चोकतर्फ। स्ट्रिटतिरको भिडभाड सोचेभन्दा अलिक कम देखिन्थ्यो। राखेर हिँड्ने जस्तो बाइकमा राइड गर्नु खै त केही ठेला छैन नि त गुरु। त्रिभुवन चोक स्ट्रिट फुडको लागि फेमस चोक मान्ने रहेछ। भिडियो लिन मिल्छ नि है, फेरि हेर्नुमा डराउने गरी। त्यहाँ तातो तातो गुलाब जामुन, रबडी, अर्कोतर्फ चाट, फुल्की, दही लगायतका स्ट्रिट फुडहरू पाउने रहेछ। रोमान्टिक चटपटे पान फसल गरिरहेको छ एउटा लेखेर। अनि हामी त्यहाँ भएका विभिन्न परिकारहरू खाएर फेरि बाटोतर्फ फर्कियौँ। यो त गुली हो। एकछिन पुरा गर न, हामी खान्छौँ। ल दहीवाला एउटा यार कति खाऊ खाँदा त मोटो पैसा भइसकेको छ। बिबी चोक हो यो। बाटोमा पहिलाभन्दा भिड छन बढिसकेको देखिन्थ्यो। ठुला ठुला मालवाहक गाडीहरू गुडिरहेका थिए। त्यही अर्को लेनमा फोटो र टिकटक बनाउने मानिसहरूको भिडभाड देखिन्थ्यो। भाइरल आयो है नेपालको यो फुडमा लाग्ने ठेलाहरू पनि यहीँ छेउछाउमा देखिन्थे। फोटो खिच्ने अनि बल्ल जाने। यस्तो रमाइलो छ।
लागिसकेको थियो। फेरि हामी साथीलाई छोड्न अनि उतै गाउँमा खाना खान भनेर लाग्यौँ। खाना खाएर साथीलाई घरमा पुर्याएर हामी हाम्रो रुमतर्फ फर्कियौँ। यतिन्जेल भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। भिडियो मन परेमा लाइक, सेयर अनि सब्सक्राइब गरिदिनुहोला। केही जिज्ञासा छ भने कमेन्टमा राख्न नभुल्नुहोला। धन्यवाद।